हेलो सलोमान नमस्ते है। आज चाहिँ म यो जुत्ता किन देखाउँदैछु भन्दा चाहिँ यो जुत्तामा चाहिँ यस्तो डरलाग्दो मैला लागेको थियो, धुँदा पनि गएन कि। अन्त मैले चाहिँ यसलाई यस्तो ट्रिक सोचेको है। अब सबको घरमा यो चाहिँ हुन्छै हुन्छ, यो चाहिँ इकोनोमिका भन्छ यसलाई है। अन्त यसले चाहिँ भयभरको सेतो उयसमा चाहिँ एकदम राम्रो काम गर्छ अरे हो। अन्त मैले चाहिँ यसलाई ट्राई गर्ने सोचेको। अन्त यसलाई चाहिँ यसरी बट्टा काटेर यो इयरबड्सले चाहिँ सफा गर्नु पऱ्यो भनेको हो। तर यो चाहिँ फेरि अरू कलरमा जस्तै यता ब्ल्याकहरू अरू अरू कलरमा लाग्यो भने चाहिँ फेरि सबैले रङ चाहिँ उडाइदिन्छ। त्यही भएर एकदम ध्यानसँगले बिस्तारी बिस्तारी यसरी कालो यो मैला लागेको ठाउँमा चाहिँ यसरी बिस्तारी घोट्नुपर्छ है। हेरौँ कस्तो हुन्छ। यो चाहिँ अस्ति मेरो ग्लु लागेको थियो क्या। यो चाहिँ के भन्दाखेरि त्यो मुसा मार्नुको लागि त्यो ग्लु हुँदैन त्यस्तो लगाएको थियो। बाटोमा हिँड्दा हिँड्दै भरे त जुत्तामा टालिएछ, सफा गरेको हुँदै भएन। अन्त अहिले छुट्टिँदैछ नि। साथमा टिस्यु पेपर पनि राखेर पुछिहाल्नुपर्छ फेरि, न फेरि यताउता लाग्यो भने गयो। अब यहाँ हेर्नुहोस् त यस्तो दाग लागेछ, कति गर्दा पनि जाँदैन। साबुन पानीले धोएको गएन हो। अन्त अहिले यहाँ हेर्नु ए आमा, यो पनि ग्लु लागेको। कस्तो अप्ठ्यारो हो। तपाईँहरू पनि यो आइडिया ट्राई गर्नु सक्नुहुन्छ है। एकदम चिप एन्ड बेस्ट। बट यो पार्ट जस्तै अरू कलर भएको छ भने चाहिँ एकदमै अभोइड गर्नु होला, नभए यो कलर जान्छ। टाटा बाई बाई भनेर। सो थ्याङ्क यू फर वाचिङ।